मैले आफ्नो कम्पनीको नाम पेडल किन राखेँ भन्ने कुरा धेरैजनाको मनमा उत्सुकता पैदा भएको थियो। जसले मलाई निजी हिसाबमा सोध्नुभयो, म उहाँहरूलाई भन्थे कि पेडलको अर्थ के हो भनेर। तर आज हाम्रो 7 वर्ष कम्प्लिट भइसक्दा मलाई लागेछ यो मेरो जिम्मेवारी हो, म तपाईलाई पनि आज यो डिजिटल प्लेटफर्म मार्फत भन्न पाऊँ कि पेडल भन्ने शब्द कहाँबाट उत्पन्न भयो। धेरैजनाले मलाई सोध्थे कि तपाईको साइकल कम्पनी हो र? पेडल भने त त्यो इन्स्ट्रुमेन्ट होइन र, जुन साइकलमा हुन्छ, जसमा हामी खुट्टा राख्छौँ र त्यसपछि दबाएर त्यो साइकल अगाडि बढ्छ। तपाईको मुभिङ फरवर्ड भन्ने ट्यागलाइन त म्याच गर्छ, तर पेडल नै किन? अब सबैलाई म यो भन्न चाहन्छु, पेडल भन्ने शब्द मेरो दिमागमा एउटा शब्द बनेर आएन, यो धेरैवटा शब्दहरू जुडेर बने। 2018 साल जुलाईमा म बाइक चलाउँदा, कुनै डाँडामा हाइकिङ गर्दा, नुहाउँदा घरिघरि धेरैवटा शब्दहरू मेरो दिमागमा चलिरहन्थे। एक दिन सोचे होइन, मलाई यो शब्दहरू चाहिँ लेख्नु पर्यो। यो शब्दहरूले एकदम धेरै महत्त्व गाँचिरहेछ मेरो जीवनमा र यो शब्दहरूले म के अर्थ निकाल्न सक्छु भन्ने कुरालाई बुझ्न खोजेँ। सबैभन्दा पहिलो र प्रथम शब्द पर्पस। पर्पस मेरो दिमागमा सबभन्दा पहिलो आयो। यो जीवनमा हामी के गर्छौँ? हामी पर्पसको लागि नै जिउँछौँ, एउटा लक्ष्य। अब लक्ष्य भन्ने शब्द धेरै ठुलो साउन्ड पनि गर्ला, तर पर्पस केही पनि हुन सक्छ। आज म आफ्नो साथीसँग पाटन दरबार स्क्वायरमा चिया खान जान्छु, पर्पस भन्न सक्छ। भोलि म आफ्नो कलेजमा एउटा प्रेजेन्टेसन दिनु छ, पर्पस भन्न सक्छ। अर्को हप्ता म एभरेस्ट बेस क्याम्प जान्छु, पर्पस भन्न सक्छ। पर्पस थरी थरीको भन्न सक्छ, तर पर्पस नै हो जुन हाम्रो दिमागमा आइराख्छ। हामी अब के गर्ने, अब चाहिँ के को लागि चाहिँ बाँच्ने भन्ने कुरालाई एउटा पर्पसले डिफाइन गर्छ। र त्यो पर्पस जुन प्रोडक्टिभ हुन्छ, जसले चाहिँ केही फिर्ता दिन्छ। ब्याङ्क लुट्नु पनि एउटा पर्पस बन्न सक्छ, तर के ब्याङ्क लुट्नु एउटा सही पर्पस हो, प्रोडक्टिभ हो? होइन। सो त्यस्ता पर्पसलाई तपाईँ ड्रप गर्नुहुन्छ र जुन पर्पस तपाईँलाई लाग्छ कि यो ठिक छ, यसले मेरो जीवनमा, मेरो गर्ने हरेक कर्ममा मलाई साथ दिन्छ, मलाई रमाइलो बनाइदिन्छ भित्रबाट, त्यसलाई चाहिँ पर्पस बनाउने हो। र जब हामीले एउटा पर्पसलाई सेट गर्छौँ, अटोमेटिकली प्यासन आफै उत्पन्न हुन्छ, एउटा जुनून कि म यो पर्पसको पछाडि नै जान्छु, मलाई दायाँ बायाँ कसैले रोक्न सक्दैन। आई एम बोल्ड इनफ टु बी विथ माई पर्पस, किनकि यो अरू कसैले मेरो दिमागमा भरेको कुरा होइन, मेरो दिमागमा आफै उत्पन्न भएको कुरा हो। मेरो आफ्नो लक्ष्य जुन मैले सोचेँ कि म यसलाई पाउँछु, अरू कुनै पनि कुरालाई म सुन्दिनँ, तर यसकै पछाडि लाग्छु र म यसको पछाडि पागल बनिदिन्छु। मेरो जुनून, मेरो सब कुरा यसको पछाडि लगाउँछु भन्ने जब आउँछ, त्यो जुनूनले त्यसपछि तपाईँलाई तपाईँको पर्पसतर्फ लगिरहन्छ। यो पछि यो प्यासन र यो पर्पसलाई पाउनको लागि हामीलाई चाहिन्छ ऊर्जा, एनर्जी छैन। इफ वी आर नट द डुवर्स, अगर हामीले गर्ने कर्मलाई सोच्दैनौँ, त्यो ऊर्जा राख्दैनौँ, उड्दैनौँ, हिँड्दैनौँ, त्यसको तर्फ भाग्दैनौँ, त्यतिसम्म हामीलाई पाउँदैन। सिम्पल एउटा पर्पस कि म पाटन दरबार स्क्वायरमा गएर एक कप चिया खान्छु, त्यसको लागि पनि ऊर्जा चाहियो। म यो चेयरबाट उठ्नु पर्यो, आफ्नो बाइकमा बस्नु पर्यो, बाइकलाई दौडाउँदै त्यहाँसम्म पुग्नु पर्यो, अथवा हिँड्दै जानु पर्यो, जुन पनि माध्यम हुन्छ, त्यो ऊर्जाले नै हामीलाई त्यसतर्फ लगाउन सक्छ। सो एनर्जी बिकम्स द मोस्ट थिङ, इम्पोर्टेन्ट थिङ फर एनीवन टु हेभ विदिन देमसेल्भ्स। र त्यहाँ पछि त्यो एनर्जीलाई एउटा राम्रो गतिमा लगिराख्नको लागि चाहिँ यो शरीरले हामीलाई साथ दिइरहन्छ। शरीरलाई माया गर्न एकदम जरुरी छ र त्यसको लागि हामीलाई चाहिन्छ एक्सर्साइज। वी किप एक्सर्साइजिङ, व्यायाम निरन्तर रूपमा गरिराख्ने। त्यो एक्सर्साइजले हाम्रो हरेक शरीरको हरेक पार्ट ऊर्जालाई हाम्रो साथ दिनको लागि बनाइरहेको हुन्छ र त्यो ऊर्जालाई माथि नै राखिरहेको हुन्छ। यो एनर्जी र एक्सर्साइज जब हामी सँगै गरिरहेको हुन्छौँ र आफ्नो पर्पसतर्फ भागिरहेका हुन्छौँ, हामी आफै इभल्भ हुन्छौँ। हामी आफै आफ्नो शरीर, आफ्नो मन, आफ्नो बुद्धि, आफ्नो सोचहरू आफ्नो पर्पसतर्फ ढाल्दै जान्छौँ। हामी आफै इभल्भ हुन्छौँ। हरेक कुनाबाट हरेक कर्म जुन हामी गर्छौँ, त्यो अटोमेटिकली हामीलाई इभल्भ गरिराख्छ र त्यही नै हो जिन्दगी। चेन्ज इज द ओन्ली थिङ द्याट इज कन्स्टेन्ट। र यसलाई बुझेर हामी इभल्भ हुनुपर्छ भन्ने कुरालाई एकदमै इम्पोर्टेन्ट भनिदिन्छ। हिजोसम्म केही हदसम्म म
डिजिटललाई बेसी हेरिरहेको थिएँ, वेबसाइटलाई कसरी राम्रो बनाउने, सर्च इन्जिन अप्टिमाइजेसन कसरी गर्ने, गुगलमा ती एड कसरी हाल्ने। तर अब लाग्छ होइन, यो त कम्प्युटरले गरिदिने कुराहरू भयो। अब एआईको जमाना आइसकेको छ। आर्टिफिसियल इन्टेलिजेन्समा एआई एजेन्ट्स कसरी बनाउने र त्यो एजेन्ट्सबाट एजेन्टिक एआई जसले चाहिँ सबै कुरा आफ्नै एउटा फ्लोमा ल्याइदिन्छ, त्यसलाई कसरी बनाउने, त्यो तर्फ इभल्भ हुने मेरो प्रयास अहिले चल्दैछ आजको मितिमा। र जब हामी यो इभल्भ तर्फ लागिरहन्छौँ, 3टा सबभन्दा इम्पोर्टेन्ट कुरा जसले चाहिँ हामीलाई हामी बनाइरहन्छ। 1, अनडाउटेडली त्यो पर्पसलाई पाउनको लागि चाहिन्छ अनुशासन, डिसिप्लिन, टु नो कि म आफूलाई हरेक दिन त्यही कर्महरू गर्छु जसले चाहिँ मलाई मेरो पर्पसतर्फ अगाडि बढाइरहन्छ। डिसिप्लिन जसले मलाई ऊर्जा दिन्छ कि म बिहान उठौँ र म त्यही कर्महरूलाई फेरि दोहोऱ्याएर गरिराखौँ जसले मलाई त्यो पर्पसतर्फ अगाडि बढाउन मद्दत गरिरहन्छ। म जब त्यसको पछाडि लाग्छु, त्यो मेरो डिटर्मिनेसन बनिदिन्छ कि म त्यसलाई पाएर छोड्छु। डिटर्मिनेसन एउटा यस्तो ऊर्जा हो हाम्रो शरीरमा, हाम्रो मस्तिष्कमा, जसले हामीलाई अगाडि बढाइरहन्छ। मुभिङ फरवर्ड इज द ओन्ली वे एन्ड बी डिटरमाइन्ड टु वाट एभर यु वुड वान्ट टु गेट थ्रु। र यो डिसिप्लिन र डिटर्मिनेसनमा जब हामी दौडिरहेका हुन्छौँ, एउटा अर्को हामी कहिले न कहिले गएर हामी थाक्न थाल्छौँ होला। हामीलाई यो लाग्छ कि खै त मैले यति गरिरहेको छु तर पनि किन पाइरहेको छैन। त्यति बेला हामीलाई साथ दिन्छ डिभोसनले, एउटा आत्मसमर्पणले, एउटा आस्थाले, एउटा भक्तिले। जसरी हामी एउटा भगवानलाई हरेक दिन अगरबत्ती देखाउँछौँ र उहाँलाई प्रार्थना गर्छौँ, माग्छौँ हामीलाई जे चाहिएको छ, यही तरिकाले हामीले हाम्रो डिटर्मिनेसनतर्फ डिभोसन भएर बसिराख्नुपर्छ कि कुनै न कुनै दिन मलाई यो पाउने छ। इफ नट टुडे, राइट टुमरो मलाई यो पाउँछ भन्ने कुरा विश्वस्त छौँ भने कुनै पनि विघ्न बाधा आउन सक्दैन। Whenever we set our mind to, we get it. There is no other thing that happens. We always work and move towards our purpose. And then when we are aiming it, जब हामीले त्यो लक्ष्यतर्फ आफ्नो कम्प्लिट फोकस राखिरहेछौँ, हामी कुनै पनि तरिकाले, कुनै पनि विघ्न बाधा नआइकन we achieve it. अचिभ गर्नु एउटा एकदमै इम्पोर्टेन्ट एस्पेक्ट हो। अचिभ गरिसकेपछि जुन खुसी भित्रबाट आउँछ त्यो अरू कहीँबाट पनि आउन सक्दैन। अचिभमेन्टले हामीलाई त्यो विश्वास दिलाउँछ कि यदि मैले यो पर्पसलाई पाउन सकेँ भने म जे पनि पाउन सक्छु। म आफ्नो अर्को पर्पस जुन त्योभन्दा पनि कठिन होस्, त्योभन्दा पनि माथिल्लो होस्, म त्यसलाई पनि पाउन सक्छु भनेको विश्वासलाई उत्पन्न गरिदिन्छ र त्यसले लिएर आउँछ हाम्रो एस्पिरेसन। इट मेक्स अस एस्पायर to create and build more purposes that we can achieve, that we'll be happy for। किनकि जब हामीले कुनै कुरालाई पाएका हुन्छौँ त्यो जस्तो खुसी अरू केही हुन सक्दैन यो दुनियाँमा। आफ्नो कर्मबाट आफैले जब आफ्नो निड्स, आफ्नो वान्ट्सलाई जब पाउँछौँ त्यति बेलै हो जब आफूलाई एस्पायर गर्छौँ। र यो क्रममा सबभन्दा इम्पोर्टेन्ट भनेको हरेक क्षणमा, हरेक कदममा we keep learning। लर्न भन्ने एउटा यस्तो शब्द हो जुन कहिले पनि सकिन सक्दैन। धेरैजना मेरा सिनियरहरूसँग बस्दाखेरि मलाई आफैलाई फिल हुन्छ कि उहाँहरू आफै भनिदिनुहुन्छ, भयो पुग्यो त, यति पाएँ मैले, अब लर्निङ पुग्यो, यो दुनियाँ धेरै अगाडि बढिसक्यो। नाइ, जतिसम्म आफ्नो मुटुको धड्कन चलिरहेछ, आफ्नो त्यो अन्तिम सास लिन्छौँ, त्यो क्षणसम्म पनि हामीलाई सिकिराख्नु छ। यो दुनियाँ हरेक दिन एकदमै छिटो ऱ्यापिड चेन्जमा छ र यो चेन्ज भइरहेको छ। धेरैजना व्यक्ति छन् जसले हामीलाई सपना देखाइसकेका छन् कि हामी मार्समा पुग्छौँ। यस, त्यो सपना विपनामा बदलन सक्छ र हामी कुनै दिन मार्स पुग्न सक्छौँ। त्यसको लागि हामी रेडी हुनुपर्छ। त्यो रेडिनेसको लागि हामीलाई सिकिराख्नुपर्छ के छन् भन्ने कुरामा। त्यो एउटा इक्जाम्पल हो। अरू धेरैवटा कुरा छन् जुन आइरहेको छ र हामीलाई लर्न गरिराख्नुपर्छ। एउटा ग्लासमा जब हामी पुरै पानी भर्न थाल्छौँ ज्ञानले, ग्लासलाई आफ्नो मस्तिष्क सोचौँ र पानी ज्ञानले भरिरहेका छौँ। त्यो पानी माथि आइसकेर जब त्यसको घाँटीसम्म पुगेर त्यो पानी बाहिर निस्किन थाल्छ, हामी यो बुझ्छौँ कि त्यो पानी अटाएन। सो त्यसरी नै हामी कहिले पनि त्यो फुल ग्लास बन्नु हुन्न। कहिले पनि त्यो ग्लास भरिएको छ भनेर कहिले राख्नुहुन्न। त्यो ग्लासलाई जहिले पनि आधी अथवा तले राख्नुपर्छ, सो द्याट त्यो खाली रहोस्, त्यो ज्ञान हामीमा गइराखोस् र हामी केही न केही नयाँ सिक्दै जाइराखौँ भन्ने कुरालाई हामीले बुझिराख्नुपर्छ। तर साथीहरू, यो सँगसँगै सबभन्दा अहम भनेको यो सब कुरालाई पाउनको लागि भनेको माया हो, लभ। लभ कहिले नछोड्नु होला।
जतिसुकै विघ्न बाधा आओस्, जतिसुकै भार परोस्, जतिसुकै कठिन दिनहरू आओस्, मायाले नै त्यसलाई हेर्नुहोस्। यो सोच्नुहोस् कि यसले मलाई केही न केही राम्रो सिकाइरहेछ र यो सिक लिएरै म जब अगाडि बढ्छु फेरि ब्याक टु मेरो आफ्नो पर्पसतर्फ, त्यसलाई म पाएर छोड्छु। सो मायाले हरेक कुरालाई अगाडि लिइराख्नुहोस् र अन्तिम द लास्ट एल अफ पेडल इज लिभ। यो सब गर्दाखेरि यो नबिर्सिनु होला कि हामीलाई जिउन उत्तिकै इम्पोर्टेन्ट छ। वी गट अ लिभ, दिस इज वान लाइफ, वान अपर्च्युनिटी र यसलाई हामीले सदैव एउटा खुसियाली तरिकाले जिराख्नुपर्छ। र मेरो पनि यही सङ्कल्प छ कि तपाईँहरू सबैजना एकदम खुसीले बसिराख्नुहोस् र यो जुन पेडलको अर्थ निस्किया छ यी शब्दहरूबाट, यसले तपाईँलाई अलिकति पनि इन्सपायर गरेछ भने कमेन्ट सेक्सनमा आफ्नो विचारहरू राख्नुहोस्। तपाईँलाई महत्त्वपूर्ण लाग्ने अरू शब्दहरू कुन छन् त्यो पनि हामीलाई भन्नुहोस्। यो साथै आज बिदा माग्दछु। नमस्ते।